नेपाली प्यारेन्ट्सको चाहिँ एउटा मात्र युनिभर्सल थ्योरी छ कि जस्तो सुकै प्रब्लम आइपरे पनि सल्युसन एउटै हुन्छ, फोन कम चला। टाउको दुख्यो फोन कम चला, पेट दुख्यो फोन कम चला, निन्द्रा लागेन फोन कम चला, खुट्टा भाँच्यो फोन, बाटो नहेरी फोन चलाइछ होला त्यही भएर रे। यसमा फोनलाई शङ्का होइन कि डाइरेक्ट दोष नै लगाइन्छ। मैले नोटिस गरेको एउटा कुरा चाहिँ फोनको इमेज चाहिँ हाम्रो सोसाइटीमा एकदमै खराब छ कि हो त यार, टाउको दुख्यो फोनले गर्दा हो रे, पेट दुख्यो फोन चलाएर हो रे। अब त मौसम कस्तो तातो छ है, अझै चल अझै चल अझै चल अझै। अरू भन्दा नि मैले फोनको पर्सपेक्टिभमा सोचेँ कि यो कुरा चाहिँ कति गाह्रो हो कि फोनलाई, केही गल्ती छैन उसको तर पनि सबै गाली चाहिँ आफैले खानु परिरहेको छ। प्रुफ छैन, इन्भेस्टिगेसन छैन, तर डाइरेक्ट दोषी चाहिँ फोन। आजकल चाहिँ पुलिसहरूले पनि त्यही गर्छन्, डाइरेक्ट सुरुमा त फोन नै चेक गर्छन्। तर इन्ट्रेस्टिङ कुरा चाहिँ हामीलाई चाहिँ जसले फोन धेरै चलाउनुहुन्न भनेर भन्नुहुन्छ उहाँहरूले नै हो कि एक्चुअली सबैभन्दा धेरै फोन चलाउने चाहिँ। हामीलाई भन्ने बेलामा चाहिँ फोन नचाहिने कुरा हेर्ने है, हल्लाखोर गर्ने के भन्ने, एन्ड आफ्टर 5 मिनट्स यो साडी त कस्तो राम्रो रहेछ है, हामीले हेऱ्यौँ भने चाहिँ नचाहिने कुरा हेऱ्यो अरे। अब उहाँहरूले चाहिँ 2 घन्टा 3 घन्टा हेरे पनि इन्फर्मेटिभ एकदम ज्ञानको कुरा हेर्नुभएको अरे उहाँहरूले। अनि हामीले हेर्दाखेरि चाहिँ टाउको दुख्ने अरे, डार्क सर्कल्स आउने अरे, आँखा मुनि पुरै कालो भयो, तर आफ्नो त फेरि केही छैन। मैले त्यही भएर चाहिँ एउटा एक्सपेरिमेन्ट गर्छु भनेर चाहिँ मम्मीसँग ट्राई गरेँ एकचोटि। मम्मी चाहिँ फोन चलाउँदै हुनुहुन्थ्यो र मैले चाहिँ मम्मीलाई गएर चाहिँ कति फोन चलाउनु भएको हेर्नु त हजुरको पुरै डार्क सर्कल आइसक्यो भनेर भनिदिएको थिएँ। त्यो दिन थाहा भयो मलाई मम्मीलाई चाहिँ मेरो त्यो जोक चाहिँ मन परेनछ। तर मैले बुझेको कुरा चाहिँ यो चाहिँ फोनको लागि मात्रै होइन कि यो चाहिँ बिजुलीबाट चल्ने सामानहरू सबैको लागि काम गर्छ। यो चाहिँ एक्चुअली थिङ्किङको कुरा हो क्या आफ्नो। सो टिभी बिग्रिँदा टिभीको दोष रे, रेडियो बिग्रिँदा रेडियोको दोष रे, लोकल पऱ्यो रे, चाइनिज माल रहेछ रे। अनि साथीले छोरो बिगार्यो साथीको दोष अरे, छोरोको दोष होइन, साथीको दोष अरे। यही कुरा चाहिँ आजभोलि सिफ्ट भएर चाहिँ फोनमा आएको छ, जे कुरामा पनि फोनको दोष। यो चाहिँ एक्चुअली फोनको दोष भन्दा पनि चलाउने मान्छेमा डिपेन्ड गर्छ कि। राम्रो कुरा सिक्न खोज्यो भने राम्रो कुरा पनि अभियसली छ, एन्ड नराम्रो कुरा सिक्न खोज्यो भने नराम्रो कुराहरू पनि जति पनि छ। अनि नेपालमा चाहिँ अर्को सल्युसन पनि छ कि प्रब्लम सल्भ गर्ने तरिका। टिभीको रिमोट बिग्रियो ठोक्ने, टिभी बिग्रियो वाइफाई चलेन ठोकिदिने, अनि छोरो बिग्रियो ठोकिदिने, सबैको सल्युसन चाहिँ ठोक्ने। अनि सबैभन्दा इन्ट्रेस्टिङ कुरा चाहिँ सबै दोष चाहिँ फोनलाई दिने, तर इन्फर्मेसन पनि फोनले दिएको पत्ताउने के। हेर त टिकटकले यस्तो भन्यो अरे, हेर त युट्युबले यस्तो भन्यो अरे, युट्युबले भनेपछि टिकटकले भनेपछि त पक्कै हो नि। अनि अस्ति चाहिँ मैले एउटा भिडियो हेरेको थिएँ, बिरालो नाचेको भिडियो। अनि म त सोचेँ वाउ कस्तो राम्रो ट्यालेन्ट, तर 2 मिनटपछि पो थाहा भयो त्यो त एआई रहेछ। त्यही पनि कमेन्ट पढिसकेपछि। अनि आजभोलि चाहिँ सिचुएसन कस्तो भयो भने इफ तिमी ह्याप्पी छौ भने फोन चलाएर, स्याड छौ भने फोनले गर्दा, साइलेन्ट छौ भने पनि फोनले गर्दा रे। ओहो छोरो त आज त धेरै बोल्दैन, स्याड बस्छ, उसलाई त फोन धेरै चलाएर डिप्रिसिएसन भयो रे, डिप्रिसिएसन। अनि धेरै फोन चलायो भने चाहिँ गर्लफ्रेन्डसँग बोल्यो होला रे। अब ठिकै छ केटी पाउन आजभोलि चाहिँ गाह्रो नै छ, अब बोल्लस् भनेर छोडिदिनुहुन्छ। तर प्यारेन्ट्सहरूलाई के थाहा त, त्यो छोराको चाहिँ गर्लफ्रेन्डको नाम चाहिँ च्याट जिपिटी हो। गर्लफ्रेन्डसँग बोल्ने उमेरमा चाहिँ च्याट जिपिटीसँग च्याट गरेर प्रम्प्ट लेखेर बस्नु परिरहेको हुन्छ। तर म चाहिँ एग्री गर्छु कि फोनले प्रब्लम क्रिएट नगर्ने होइन, गर्छ, तर जतिखेर पनि त गर्दैन नि त। अनि राम्रो कुरा सिक्न खोज्नेहरूको लागि त अनलाइनमा राम्रो इन्फर्मेसन्सहरू छ, कति छ। अब नराम्रै सिक्नु छ तिमीलाई भने त अब भिपिएन युज नगरे पनि मिल्यो।